खाना चाखेर जुठो खुवाउने बुहारी। लु त्यहाँ आएर हेर, ए ए ए बुहारीको चर्ती काला खाना चाखेर पकाउँछे। त्यो मुखले खाना चाखेर पकाउँछेस्? अनि खाना मुखले नचाखेर के कानले चाख्नु त यसरी? त्यो खानामा सबै जुठो भयो, म खान्न। तैँले आज जति कर गरेर दिए पनि म खाना खान्न। आज त्यो जुठो खुवाउँछेस्? चाख्दै भात पकाएर आफ्नो छोरीले चाखेर दिएको त खानुहुन्छ त। के मैले चाहिँ मुखै यहाँ डुबाएको छु र? चाखेको त हो नि। झन् मिठो खाना दिउँ भनेर नुन चाख्दैछु। कस्ता बाउआमाकी छोरी हो पनि। मेरो बुवा आमातिर कुरा नलानु। तपाईँका पनि त छोरीहरूले चाखेर दिएको मलाई कति थाहा छ। मैले मुखै डुबाएर सानो कुरालाई पनि ठुलो बनाउनु पर्छ। अलिकति संस्कार पनि नसिकाएको, जुठो हालेर पकाउनु हुन्न भनेर। मेरो बुवा आमाले राम्रो संस्कार दिएर मलाई हुर्काउनु भएको छ। कसरी खानु? नरकमै जान्छु होला म त। होइन, त्यो खाना जुठो चाहिँ कसरी भयो? मैले मुखै लगेर त्यहाँ डुबाएको छु र? यत्रो दिनदेखि त्यसका जुठा खाना खुवाउँदै रहेछ चाखेर। काम नलागेर चाहिँ कति पोरीकी सन्तान रहेछ। त्यो जुठो कसले खान्छ चाखेर पकाएर दिएको? म खान्न। ए कान्छा, तेरो बुढीले जुठो खुवाउँदै रहेछ, म खान्न। म वृद्ध आश्रम जानु पर्यो। वृद्ध आश्रम जान्छु। ए कान्छा, मलाई पुर्याइदे, वृद्ध आश्रम पुर्याइदे। म बस्न सक्दिनँ यो देख्नु बुढेसकालमा जुठो खाएर। छोरीहरूलाई चाहिँ चाखेर मिठो पारेर पकाउनै छोरी भन्नुहुन्छ त। त्यही मैले गर्दा चाहिँ जुठो भयो। जुठो खाएर यसको हेपाइ सहेर म बस्न सक्दिनँ।